अर्क, कुलमान, बालेन, रवि र महावीर कुन चाहिँ अहिलेको युगलाई चाहिएको यलम्बर, राम, कृष्ण र पाण्डव भएर काम गर्न सक्ने खालको मान्छेहरू हो। कलियुगमा भगवानहरू जन्मिँदैन भन्छन्, तर उहाँहरूलाई चाहिँ जनताले माया गरेको, जनताको जुन लगाव छ उहाँहरूप्रति, त्यो देख्दा चाहिँ उहाँहरूले चाहिँ गर्न सक्नुहुन्छ त्यो हिसाबले काम। मैले साङ्केतिक रूपमा, सङ्घात्मक रूपमा देश विकास र मानव कल्याणको लागि चाहिँ उहाँहरूले यसरी काम गर्न सक्नुहुन्छ भनेको हो। अब यसलाई यो अलिकति धार्मिक हिसाबले पनि किन जोडेको भन्दाखेरि हाम्रो देशमा सबै किसिमको धर्म आस्थाहरू छ र हर्क साम्पाङ र उहाँको समर्थकहरूले के बुझ्नुपर्छ भने राम, कृष्ण र अरू भगवानको भक्तहरूले एकअर्काको भक्तलाई गाली गर्नुहुन्न। सद्भाव, सम्मान, त्यो श्रद्धा छ र उहाँहरूले यलम्बर र यलम्बरको पूजकहरू भक्तहरूलाई पनि गाली गर्नुहुन्न, सम्मानै गर्नुहुन्छ, श्रद्धा नै छ, यसरी बुझौँ। तर यलम्बरको भक्तहरूले यदि राम, कृष्ण र अरू भक्तहरूलाई गाली गर्यो भने प्रतिकार त अवश्य गर्छ, रिसाउँछ र सामान्य पनि हो। अब भनिन्छ नि भगवान त पर्फेक्ट हुँदैन, भगवानबाट त गल्ती हुन्छ भनेपछि रवि, बालेन अरूबाट पनि गल्तीहरू भयो होला, तर त्यसलाई नै कोट्टाएर त्यही चिजलाई चाहिँ फोकस गर्ने होइन भनेको अहिले। अब छोटकरीमा भन्दाखेरि भगवान रामबाट पनि गल्ती भएकै हो। त्यत्रो लङ्कामा युद्ध गरेर लाखौँ मरेर जब सीतालाई ल्याउनु भयो फर्काएर, अयोध्यामा आएपछि उहाँको कुरा काटियो, उहाँलाई अग्नि परीक्षा लिइयो, नराम्रो गरियो। त्यो किन भन्दाखेरि जनताको कुरा सुनेर त्यहाँको वातावरण त्यस्तो, माहौल त्यस्तो भएर चाहिँ उहाँले त्यो अग्नि परीक्षा लिएर लास्टमा अनि अब सीता देवीको चाहिँ मन दुखेर रिस उठेर पछि उहाँ जमिनमा विलिन भएको भनाइ छ। र कृष्ण भगवानले पनि पाण्डव पक्षले जितोस्, पाण्डवको नियत राम्रो छ भनेर युद्ध जितोस् भनेर उहाँले पनि धेरै छलकपट गरेर किनभने अब कौरवहरू त धेरै थिए नि त सङ्ख्यामा, कसरी जिताउने भनेर छलकपट गरेको भनिन्छ। भनाइको तात्पर्य के हो भने भगवानले त गल्ती गर्नुहुन्छ भने हामी त मान्छे हो, मान्छे गल्ती बनाएको मान्छे नै छैन क्या यो संसारमा। तपाईँले अहिले आएर क्रिस्टल क्लियर एकदम 100% पर्फेक्ट बिना गल्तीको बिना खोटको मान्छे खोजेर न्यू खोज्ने होइन। तपाईँले चाहिँ के गर्ने हो भने भोलि गएर जब सरकारमा पुग्नुहुन्छ तपाईँले अगाडि बोलाउने हो, ल साथीहरू मलाई त्यति मन्त्रालय चाहियो, म आफ्नै ढङ्गले काम गर्छु, तपाईँहरू आफ्नो ढङ्गले काम गर्नुहोस्। अनि त्यसपछि 5 वर्ष तपाईँहरूले निरन्तर जुन काम गर्नुहुन्छ, तपाईँको जुन कौशलता छ काममा, त्यो देखाएपछि जनताले छर्लङ्गै पानीको पानी दुधको दुध छुटाइहाल्छ नि। त्यसपछि कसले कति गर्यो, के गर्यो, कुन मन्त्रालयले कस्तो काम गर्यो भन्ने कुरा त छर्लङ्गै हुन्छ। अनि त्यसपछि अर्को चुनाव आउँछ, त्यसपछि तपाईँले झन् धेरै जित्नुहुन्छ होइन। अब अहिले आएर अहिले नै अनि सुरुवातमै यस्तो गर्ने होइन नि त। अब ल मानौ रवि र बालनको गल्ती छ अरे, के गल्ती छ? अब त्यो एकजना मान्छेलाई 10जना मान्छे हजारौँले चोर भनेपछि सबैले चोर 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 ए हो कि के हो भन्ने हुन्छ। त्यतातिर नजाउँ, त्यो आफैले सुरुमा हामी जज नगरौँ। त्यसको लागि कानुन होला, त्यसको लागि समय होला, आउँछ त्यो पनि। तर अहिलेको लागि त हामीसँग अरू उपाय नै छैन। अब हर्क साम्पाङको समर्थक भन्नुहुन्छ होइन यस्तो उस्तो इन्डियाको के को दलाल। ए बाबा 50औँ वर्षदेखि त उहाँ के थियो, कङ्ग्रेसमा के थियो, एमाले के थियो, सबै बाहिरकै इसारामा चलेको थियो नि। इन्डियाले उठ भन्दा उठ, बस भन्दा बस भन्ने त सिचुएसन थियो त। आर्जु देवाहरू उहाँहरूले भनेकै मान्नुहुन्थ्यो, हुँदा हुँदा प्रचण्ड शुद्ध त्यस्तै थियो भनेपछि नयाँलाई त हामीले त चान्स दिनुपर्छ नि। र हामी सबैबाट अलग्गै भएर पनि बस्न सकिँदैन। आजको जमानामा अर्थतन्त्र बढाउनुको लागि त्यसै त देश विदेशबाट यो रेमिटेन्सले देश चलिरहेको छ। फरेन पोलिसी त हुनु पर्यो नि, सबैसँग मिल्नुपर्छ। इन्डियालाई पनि त्यति साह्रो हामीले हेर्नु हुँदैन। इन्डिया चाइना एकदम जायन्ट हो अर्थतन्त्रमा। उनीहरूबाट हामीले केही न केही सिक्नुपर्छ। उनीहरूसँग हामीले राम्रै सम्बन्ध राख्नुपर्छ, सधैँ कराएर रिसाएर हुँदैन। यो पनि एउटा फरेन पोलिसी, यो राजनीति कुटनीतिक ज्ञान हुनु पर्यो भनेको। यसरी जानुपर्छ, एकहोरो गएर हुँदैन। यस्तो समय आएको छ, अब यसो गरौँ। अब पुरानोले जे जति गर्यो त्यो छोडिदिउँ, अब नयाँलाई एकचोटि त लैजाउँ अनि लगेर हेरौँ उनीहरूले कस्तो काम गर्छ। 5 वर्ष त दे डिजर्भ 5 years। हामी यो 6 महिने 9 महिने सरकारबाट एकदमै वाक्क ब्याक्क भएको छ। अब समय यस्तो आएको हो, के गर्ने, मनै मिल्दैन, यो के भएको यो। अब हुँदा हुँदा कुलमानजी पनि एक्लै कता जानुभयो, अब लास्टमा एक्लै हुनुभयो। उहाँको त्यो थेगिमहरूले पनि छोड्यो अरे पार्टी। अब त्याग पनि गर्नु पर्यो। त्याग भन्ने भएन क्या आजको यो कलियुगमा, त्यही भएर यो नमिलेको। खासमा चाहिँ कलियुगमा पनि यस्तो मान्छेहरू जन्मिन्छन्, यलम्बर, राम, कृष्ण र पाण्डवहरू जस्तो।
तर कलियुगमा आएर चाहिँ सत्ययुगमा जस्तो मिल्दैन। यहाँ कली आउँछ, यहाँ कली आएको, कलीले चाहिँ बिगारिहाल्छ।